हेर्नुहोस् आज हामी यहाँनिर पत्ती रोक्नु आउँदाखेरि हामीले राम्रोसँग कुरा गर्दै मलाई प्रधानले तिम्रो अहिले म भोलि हेर्छु तिम्रो म तिम्रो मेरो पावर तिमीलाई भोलि देखाउँछ मलाई भोलिको दिनमा केही भयो अरे भने जिम्मा प्रधान हुन्छ मनिराज जुम्जन हुन्छ फ्यामिलीमा केही भने पुलिसहरु तपाईहरुले हुनुहुन्छ तपाईहरुले हेर्नुस् हातका हात मलाई धम्की देखाएर पर्सनल धम्की दिएको छ उले भोलि दिन मेरो घरमा छोरा छोरी चाहे मेरो आफन्त जसलाई पनि जे हुन्छ मनिराज जुम्जन प्रधान चाहिँ उ चाहिँ उयो हुन्छ जिम्मेवारी चाहिँ उ हुनुपर्छ किनभने उले प्रधान कोही देखाउँछ अरे मलाई भोलि म एउटा लेडीलाई देखाउँछु उले प्रधान भनेर मलाई त्यसो भन्नु हो हामीलाई फोन गरी उले भोट हाल्नु लगाएको हो मैले हालेको पक्का उलाई किन उठेन उ प्लेन लाइनबाट उसको गाउँबाट किन उठेन उ भेलाको पन्छी गाउँ गोदमझोलाबाट किन उठ्यो किन उठे त उलाई मन पराउने मान्छे थियो र त्यहाँनिर उसको गाउँमा मन नपराएर चाहिँ उले हाम्रो गाउँलाई चाहिँ युज गरेको हो तर आजको दिनमा आएर मलाई भोलि हेर्छ अरे के हेर्छ मलाई अहिले हेर्नुस् न हेर्नुस् यत्रो जानेको छौँ हेर्नुस् त त्यसलाई मर भन्छु एक्लै दुक्लैमा आएर भन्ने त्यसलाई चाहिँ नामर भन्छु म त्यसलाई नामर भन्छु म यहीँबाट च्यालेन्ज गर्छु भोलिको दिन मलाई केही भयो भने प्रशासनहरू यहीँ हुनुहुन्छ हेरिरहनु भएको छ भोलिको दिन मेरो घरमा केही पर्यो अरे भने तपाईहरु सबै यो मान्छेले जिम्मेवार हुन्छ म यही भन्न प्रधानको सिटमा गएर बसेको हुनु पर्दैन उ बगानमा आएर मेलो लगाउने काम हो उसको प्रधान मान्छेको मेलो लगाउने काम हो मान्छेलाई मेलो लगाउने काम हो हस्पिटलको मान्छे आएर यहाँ मेलो लगाउने काम हो कति गर्ने टिप्छ प्रधानले पठाइदिन्छ वीरेन्द्र भाइहरु यहाँ पार्टीको मान्छेहरु आएर यहाँ मेलो लगाएर धम्काएर पतिमारु भनेर जबरजस्ती गर्दैछ तपाईहरुले देख्नु भएको भएन भन्नुस् नेताहरु चाहिँ पत्ती टिप्दैन है म भन्दैछु तपाईहरुलाई पछि झुटा पाउँछ हामी श्रमिकले पाउँछ आज हामी बाहिर जाँदै गरेको कति वर्ष गयो भन्नुस् त यत्रो वर्ष बाहिर गयो हामीले काम गर्यो त्यतिबेला हाम्रो दाजुभाइले हेरेलु भन्नुस् त यो घरसाङ्ली भन्ने भाइहरुले हेर्यो आफूलाई घरसाङ्ली भन्दै थियो हिजो अस्ति खै त्यो दाजुभाइले आज उनीहरुले आएर हेर्नु त त्यहाँ धम्की लगा यहाँ श्रमिकलाई पत्ती टिप्नु लाउँछ के हो यो भन्नुस् त तपाईहरुले हामीले के गर्नुपर्ने खदा लाउनु पर्ने हो कि माला लाउनु पर्ने हो कि लु भन्नुहोस् है तपाईहरुलाई के गर्नु पर्यो हामी दिदी बहिनीले लम्बीकोले बेजेत गरे भन्नुहुन्छ आज एचबीयू को भाइहरु आएर यहाँ आफ्नो हक र अधिकार खोदिदैछ तपाईहरुले आएर खोदिनु पर्यो नि त यो कुरा आज तपाईहरु खोदिनु पनि हुँदैन आज सल्लाह बेगा तपाईहरु रातो रात नोटिस टालेर पत्ती टिपाउनुहुन्छ चाहनु चाहिँ के चाहनुहुन्छ तपाईहरु बुद्धिजीवीहरुले भन्नुहोस् त लम्बीको बुद्धिजीवीहरुले के चाहनुहुन्छ अनि यो हाम्रो जति पनि पहाडको नेताहरु बुद्धिजीवीहरुले चाहिँ के चाहिँ चाहनुहुन्छ लु भन्नु त श्रमिकलाई के चाहिँ चाहनुहुन्छ श्रमिकलाई के गर्नु चाहनुहुन्छ तपाईहरुले त्यो चाहिँ तपाईहरुलाई प्रश्न छ है आज हक र अधिकारको लागि आज श्रमिकले भोट दिएर तपाईहरुलाई यस्तो ठुलठुलो बनायो तर आज हक र अधिकारको लागि कोही अगाडि आएर बोलेको छैन
लुकाउनुहोस् त हरेक प्रशासनको एलसीहरुतिर चिठी दिइरहेको छ तर मलाई त यस्तो लाग्छ कि अब केही पत्तै नदिएको जस्तो लाग्दैछ मलाई चाहिँ अब हेर्नुहोस् लाग्दैछ तर अब त्यो हो या होइन म त जान्दिन हेर्नुहोस् है सोझो कुरा अब मेरो त म त पढा लेखा छैन तपाईहरुलाई सोझो कुरा गर्छु तर म चाहिँ के सर 65 वर्ष पुगिसक्यो रिटायर राख्दैन यिनीहरूले हामीलाई बाघले मार्यो सापले ठुङ्यो भने कसलाई केस लाग्छ 58 वर्षमा त हामी त रिटायर हुने हो सरकारको कानुनमा अन्त कसलाई केस लाग्छ कम मालिकलाई लाग्दैन गोविन्दगढलाई त्यसले किन हामीलाई यस्तो खेलवाड गरेको 2013 देखि हाम्रो पिएफ बुझाइदिएको छैन बुढेसकालमा के खानु हामी अहिले त्यही पिएफका लागि छोराछोरीले सब बुढी आमा बाबुलाई कतिको छोराछोरीले घरबाट निकालिसकेको छ वृद्धाश्रमतिर राखेको छ हामी बुढेसकालमा के खानु भन्नुहोस् नेपाली त बुझ्नुहुन्छ होला के खानु बुढेसकालमा अन्त हाम्रो पिएफका लागि हामी लडाइँ नगर्नु पिएफका लागि हामी पति अझै हामीलाई काम लगाउँदैछ हिँड्दैछ हामी काममा अझै हाम्रो अन्त अहिले पेन्सन खाने उमेरमा अझै कामै लगाउँदैछ हामीलाई हाम्रो बल बसेपछि दिनाले अन्त बुढेसकालमा हामी के खानु कहाँ जानु भन्नु पिएफ पनि पाएन भने छोराछोरीले निकाल्यो भने कहाँबाट जानु के छोराछोरीलाई हेर्छ भने कसैको यहाँ ग्यारेन्टी छ छोराछोरीको गति यही हुन्छ त कसरी हेर्छ उसको पेट पाल्नु सक्दैन छोराछोरी हुन्छ भनेपछि हामी बल बसेपछि हाम्रो यिनीहरूले लुटेर लगेर भोलिको दिनमा हामी दुख बिमार भयो भने चाहिँ कसले हेर्छ